यिनै हुन् दर्शक वृन्द एकै घरका 7 जना परिवार सहित जलजला मन्दिरमा भाकल पूरा गर्न र पुण्य कमाउन भनी घरबाट निस्किएका थिए। तर यिनै 7 जना परिवार सहित 20 जनाले वैशाख पूर्णिमाको त्यो भाकल पूरा गर्न नपाई सधैँको लागि जलजला र थबाङको बीचमा रहेको सल्याप भिडले सडाको लागि यिनै 20 जनालाई एकै छिनमा निलिदियो। एकै घरका 7 जना, त्यहाँमा चाहिँ सम्धिना जोडेर चाहिँ 12-13 जना चाहिँ कोही कसैको लास एकातिर कसैको लास एकातिर त्यस्तो खालको कपडाहरू कसैको पनि थिएन। दर्शक वृन्द घटनास्थलमा यस्तो डरलाग्दो र रहस्यमय देखियो। कसैको टाउकाहरू कुच्चेको, कसैको चाहिँ हात नभएको, कसैको चाहिँ अब कम्मरबाट नै चुटेको अवस्था, कम्मर पनि चुटेको थियो। हजुर हजुर। छोरा फुपू, त्यसपछि चाहिँ फुपूका सम्धिनीहरू, फुपूका बुहारीहरू ठुलो टिमै परेको छ। त्यहाँ चाहिँ हाम्रो चाहिँ लगभग एउटै परिवारमा चाहिँ 12-13 जना छ। छिट विच्छेद नै छ, मान्छेहरू चाहिँ चिन्ने। अब हामी अब देखिराखेका मान्छेहरू चिन्छौँ, अब अरू चाहिँ चिन्ने अवस्था छैन। जहाँ कपडाहरू पनि देख्न सक्नुहुन्छ, रुखमा झुन्डिरहेको छ रातो पहेँलो र सबलाई एकै ठाउँमा 10 जनाको सब एकै ठाउँमा थियो भन्ने कुराहरू घटनास्थलमा देख्नुहुनेहरूले जानकारी दिनुभएको छ। जहाँ सबको अवस्था निकै नै छेदपिछेद, कसैका टाउकाहरू थिएनन्, कसैका हातहरू, कसैका खुट्टाहरू एकदमै हेर्न नसकिने अवस्थाको सबहरू छन्। वैशाख पूर्णिमाको दिन पूजा गर्नको लागि उहाँहरूको भाकल थियो होला, ताकि उहाँहरूको दुःखका दिनहरू जाओस् र सुखका दिनहरू आओस् भनेर जहाँ पूजा गर्नको लागि उहाँहरूको इच्छा मनोकामना पुरा गर्नको लागि चाहिँ जलजलामा जाँदै हुनुहुन्थ्यो र भेडाहरू लगेर चाहिँ पुज्नको लागि निस्किनु भएको थियो। तर उहाँहरू निस्केको सायद त्यो यात्रा राम्रो थिएन होला। यति बेला एकदमै भावुक बनेको छ घटनास्थलको दृश्य हेर्दा, मन छिया बनेको छ। पूजा गर्नु आज विशेष गरी पूर्णिमा पनि होइन, वैशाख पूर्णिमा हाम्रो आफन्तहरू भावनालाई हामी चाहिँ अलि चाहिँ विशेष गरी त्यसको जोडार गरेर थियो। हाम्रो नजिकैको छिमेकी पनि नजिकै थियो एकजना ड्राइभर भाइ बाबु। त्यतिखेर नै थाहा लगभग घटना भएको 5 मिनटतिर हामीले खबर चाहिँ पाएको छ। आफन्त भनेपछि ड्राइभर मात्रै, अरू कोही पनि हुनुहुन्थ्यो? ड्राइभर पनि चिनेको हाम्रो चाहिँ भाइ हो। अब अरू पनि हाम्रो आफ्नो फुपूहरू पनि पर्नु भएको छ। फुपूका चाहिँ छोरा फुपू, त्यसपछि चाहिँ फुपूका सम्धिनीहरू, फुपूका बुहारीहरू ठुलो टिमै परेको छ। त्यहाँ चाहिँ हाम्रो चाहिँ लगभग एउटै परिवारमा चाहिँ 12-13 जना छ आफ्नो मान्छे। एउटै परिवारको अहिले जस्तो एकै घरका 7 जना पनि हुनुहुन्छ भन्ने छ। एकै घरका 7 जना, त्यहाँमा चाहिँ सम्धिना जोडेर चाहिँ 12-13 जना चाहिँ जोडिनु भएको छ। भनेपछि एकै घरका 7 जना सँगै एउटै दुई भाइका छोराछोरी गरेर चाहिँ 7 जना, त्यसमा सम्धिना गरी उता बुहारी पार्टीका सम्धिना गरेर चाहिँ 13-14 जना ग्रुप चाहिँ छ। एउटै परिवारको मान्छे, एउटै परिवार। तपाईँहरू कति बजीतिर आइपुग्नु भएको? हामी त पछि पुग्यौँ। यहाँ पुग्ने हामी त